नमस्ते। आजको यो सुन्दर दिनमा तपाईलाई स्वागत छ। मलाई विश्वास छ यो आवाज सुन्दै गर्दा तपाईको मनमा आफ्नो जीवनलाई अझै राम्रो र अर्थपूर्ण बनाउने एउटा मिठो चाहना छ। हामी प्राय ठूला परिवर्तनको पर्खाइमा हुन्छौं, तर वास्तवमा ससाना बानीहरूले नै हाम्रो भविष्य निर्माण गर्छन्। आज म तपाईलाई यस्ता 5 वटा कुराहरू बताउँदैछु जसलाई मात्र 21 दिनसम्म निरन्तरता दिनुभयो भने तपाईले आफ्नो जीवनमा एउटा अद्भुत बदलाव महसुस गर्नुहुनेछ। 21 दिने जीवन परिवर्तनको सूत्र। 1. बिहानको गोल्डन आवर। हरेक बिहान सूर्योदय भन्दा अघि उठ्ने प्रयास गर्नुहोस्। उठ्ने बित्तिकै मोबाइल नछोई कम्तीमा 10 मिनेट ध्यान गर्नुहोस्। यसले तपाईको मस्तिष्कलाई शान्त राख्छ र दिनभरिको तनाव कम गर्छ। 2. कृतज्ञताको शक्ति। हरेक दिन सुत्नु अघि आफूलाई प्राप्त भएका 3 वटा राम्रा कुराहरू डायरीमा लेख्नुहोस्। जब तपाई ससाना कुरामा खुशी हुन सिक्नुहुन्छ, जीवनमा सकारात्मकता आफै भित्रिन्छ। 3. शरीरको सक्रियता। दिनको कम्तीमा 30 मिनेट व्यायाम वा पसिना आउने गरी हिड्नुहोस्। शरीर स्वस्थ भए मात्र दिमागले राम्रोसँग काम गर्न सक्छ। साथै पर्याप्त पानी पिउने बानीले तपाईको ऊर्जाको स्तर उच्च राख्छ। 4. नयाँ सिप र सिकाइ। दिनको 20 मिनेट कुनै नयाँ किताब पढ्नुहोस् वा आफ्नो क्षेत्रसँग सम्बन्धित नयाँ कुरा सिक्नुहोस्। 21 दिनसम्म लगातार पढ्दा तपाईको ज्ञानको दायरा फराकिलो हुनेछ। 5. डिजिटल डिटॉक्स। सुत्नुभन्दा 1 घण्टा अगाडि र उठेको 1 घण्टा पछिसम्म सोशल मिडिया प्रयोग नगर्नुहोस्। यसले तपाईको एकाग्रता र निद्राको गुणस्तरमा ठूलो सुधार ल्याउनेछ। निष्कर्ष, 21 दिनसम्म यी कामहरू गर्दा तपाईको मस्तिष्कमा नयाँ न्यूरल पाथवे बन्छ, जसले गर्दा यी कुराहरू तपाईको बानी बन्छन्। सुरुवात आजैबाट गर्नुहोस्।